Dia kita kongkopnya apa berarti? Sewa, good. Good one. Acu. Hey, don't touch. Two. Sudah Dungga Gaupalika Ward number 1. Kenana wat hitnalna. Ye alu ye. Cepai. कटर बिहाइसँग हालिदिएको साथीहरु मैले हेर्दा कस्तो घिनलाग्दो देखिन्छ के कटरको गुड मर्निङ एभ्रीवन वेलकम ब्याक टु माय च्यानल एन्ड अनदर भिडियो म आज नयाँ भिडियो लिएर साथीहरु सन्चै छु म अनि आशा छ तपाईहरु पनि सन्चै हुनुहुन्छ होला अहिले चाहिँ म आएको डाँडामा साथीहरु घाम निक्लिसकेको छ यस्तो छ कि दामी अनि वेदर यस्तो छ ओ माय गॉड न तपाईहरु देख्न सक्नुहुन्छ क्या रमाइलो छ के मौसम चाहिँ कस्तो घाम लागेछ तर मकै चाहिँ सबै किराले खाइसकेको छ फेरि हैन म चाहिँ माथि आएको चारो लिन आएको साथीहरु चारो हिँड्दै फुकिले रक्सी पर्नुहुँदैछ भन्नुले हो कि हैन थाहा छैन राको मौसम त आज त पुरै खुलेको छ क्या आज यहाँदेखि पुरै रमित हेर्न हुन्थ्यो तर सबै मकैबारीले छेल्यो क्या मकैबारी नभएको भएदेखि उता सब पारी डाँडा काँडा सब देख्छ क्या साथीहरु मै देख्छ तर मकैबारीले छेल्यो क्या साथीहरु न आमा उता क्या राम्रो देखिरहेको पल्लो डाँडाहरू उकालोतिर गएको तल आएर एकछिन बसेँ म चाहिँ उकालो छ क्या अलिकति उकालो निक्लिनु सक्दिनँ क्या हिँड्नु सक्दिनँ फुपरको घर चाहिँ यस्तो यता यस्तो दामी देखिरहेको छ साथीहरु हैन कस्तो हरियो डाँडाहरू नीला आकाश बादल छरिएर हैन ओ माय गॉड यो मौसमको यस्तो खालको मौसमको चाहिँ फ्यानै हो अरे नि त फ्यानै हो अरे नि त आम्बो क्या दामी देख्दैको आकाश त्यस्तै राम्रो अदर बुक्सेस चाहिँ फर्किसकेको साथीहरु फर्किसकेको चिलिक्कै घाम निस्किरहेछ म त्यहाँनिर यस्तो राम्रो देखिरहेछ कुहिरो गाईहरू घाँस लाउनु भएको छ कसैले घाँस खाइरहेछन् यिनीहरूलाई मकै घाँस खानु पाएछ नि कम त खुसी छ नि मकै घाँस खानु पाएपछि त खुसी हुन्छ नि त्यो गोबर छ पलात्तै चिप्लेर गोबरमा थिचिक्क बस्नु पर्यो भने त गाह्रो हुन्छ त है कस्तो बेला घाम लाग्नु आँटेको छ अहिले बिहान 6 बजेको घाम नै यस्तो कडा छ साथीहरु सङ्के किरा बर्खामा यस्तो साह्रै घिन लागिरहेको छ के साथीहरु म त खासै हुँदैन एउटा मात्रै हुन्छ तराईतिर आमा के साह्रो बेसी के साथीहरु हैन पुरै घरतिर पस्दिन्छ घाम त बिहान यस्तो चक्कै घाम लाग्यो भने चाहिँ साथीहरु हैन पानी पर्दिन सक्छ नि भरे त फेरि यस्तो ओएर पानी पर्छ नि
भोलि जानुपर्छ क्या तर आज पनि त्यो हेर्नु गर्ने लक्षण है हजुर नाना घाँस काट्नुभएको ए साह्रो लेख्यो घाम बिहान बिहान चर्केन न भरे कस्तो पानी पर्छ हजुर हजुर नाना बिन्दास जिन्दगी त्यस्तै छ म चाहिँ गागरी लगेको नि त चारो चाहिँ अलिकति मात्रै छ फेरि बनाउनु हुने अरे त्यहाँ गागरी छोड्दै आएको बट्टामा लिएर आएको बाल्टीमा लिएर आएको हाम्रो घरदेखि चाहिँ गाउँ डुल्न जान्छु भन्दा पनि यो 1 खुड्कीले उकालो काटेर चाहिँ आउनुपर्छ क्या त्यही मलाई गाउँ डुल्न मन लाग्दैन कस्तो गाउँ डुल्न पनि 1 खुड्कीले उकालो छ हाम्रो घर उतल होइन साथीहरू अनि यति उकालो त काट्नु पर्यो त होइन त्यही भएर मलाई गाउँ डुल्नु मन नलाग्यो नत्र म गाउँ नडुल्ने मान्छे होइन म गाउँ डुल्छु तर उकालो छ उकालो चाहिँ मलाई चढ्न मन लाग्दैन करैले हो अथवा रहरले अथवा करैले भने मात्रै न त पिक नर्मली हिँडिराख्नु चाहिँ मलाई मन लाग्दैन उकालो त्यही अनि रहर लाग्यो भने चाहिँ कहिले काहीँ उकालो बाटो भए पनि टाढा घुम्न जानु मलाई नआएदेखि करै पर्छ नि त त्यही हो घाम यो बुट्टाले छेलेको छ र म यहाँ बाँचेको छु यस्तरी नआएदेखि कहाँ बाँच्ने त्यो बुट्टाले छेलेको छ आकाश त आमा ल त साथीहरू म त्यो 1 खुड्कीले झर्छु सँगैलाई चारो सारो लाउँछु म आज के काम गर्छु खै के गर्ने एकछिनमा भेटौँ है त साथीहरू ल गाई भैँसीहरू घाँस खाँदैछ साथीहरू होइन सुँगुर चाहिँ पुरै त्यहाँ आएर उनीहरूको घाँस यसले खराब गरिदिँदैछ क्या हेर्नु न उसलाई सोत्थर जस्तो लागेको छ पुरै होइन पुरै चिस्किँदै घाँस पनि पो खाइहेर्छ त ल अनि ऊ चाहिँ त्यहाँ सुत्दिने घाँस खराब गरिदिने अघि पनि मगाउँदाखेरि यहाँ भित्तामा सुतिरहेको थियो यही सुँगुर छ नि माक्को छ कुकुरसँग पनि साथी गइदिने गाईबस्तुसँग साथी गइदिने खालको छ अल्छे छ फेरि सुतेर उसले नि मकै खाइरहेछ घाँस अनेक देख्नुपर्छ अनेक उठ त्यसले चाहिँ देख्नु सक्दैन हान्छ उसले चाहिँ उसलाई साथी गर्नु खोज्छ साथीहरू अहिले चाहिँ खानासाना खाइ ओडी ड्याममै मैले चाहिँ बिहानै खाना पकाएर खाएँ क्या म चाहिँ 8 बज्दैछ खाना खाइवरी मल बोक्नु थालेको क्या बल्ल बल्ल 1 डोक्लेको यस्तो चिसो यस्तो गिलो यस्तो छ कि मेरो त ढाड त एकचोटि ल्याउँदाखेरि त पुरै ढाड भिजिरहेछ होइन बाख्राको गु बिउबारी हो अनि भर्खर स्टार्ट हुँदैछ पल्ला छेउसम्म कतिखेर पुऱ्याउँछु ल अब 9-10 घाट त बोक्नुपर्छ कि भन्ने लागिरहेछ भर्खर यतिले एक भारी मल यति हेर्नु त ल पानी पनि चुहुँदैछ नि त है हो मौसम चाहिँ त गर्मी छ धुम्म छ कडक घाम लागिरहेछ अब मलाई चाहिँ कस्तो हुन्छ भने यो बर्खा चाहिँ कसरी काट्ने अहिले असार छ आज असार कति त्यसको 9-10 गते कति होला 9 गते 11 गते कति साउन भदौ असोज 3 महिना त्यसरी काट्छ असार त लगभग आधी त गइसक्यो भन्नुहुन्छ साउन भदौ असोज 3 महिना कम्प्लिट काटेपछि मेन त 2 महिना साउन र भदौ कामको सिजन हो फेरि गर्मी पनि त्यस्तै हैन कन्टिन्यू यो दिन पनि त्यस्तै बर्खा हुन्छ नि त चिसो कन्टिन्यू यसरी बर्खा भयो भने त मेरो त काल हुने रहेछ त हैन साथीहरु गर्मीमा अनि कामको सिजन पनि हो नि त अरू बेला पनि काम त हुन्छ तर बर्खा चाहिँ बेसी हिलेको काम हुन्छ कि
कदरो हाम्रो इत्यादि कुद्रो उम्परो धाम्रो उम्परो हिलोमै काम गर्नुपर्ने हुन्छ। मङ्सिर पुसमा पनि काम हुन्छ, धान काट्ने, कोदो टिप्ने, दाल टिप्ने होइन सब हुन्छ। तर ठुलो दिन हुन्छ, जाडो जाडो चिसो मौसम हुन्छ, काम गर्ने मजा आउँछ नि त। है बाबा अनि यो भयङ्कर खतरा ढुङ्गा नि के भएछ भने नि साथीहरू होइन, अनेक भएछ क्या यहाँनिर। कस्तरी भयो, यहाँ माथिबाट एउटा ढुङ्गा आएछ, टक्क यहाँनिर खसेछ। अनि यो कुद्दै कुद्दै यहाँ कसरी पुग्यो त्यहाँ पर ल, डोबहरू छ फेरि, यहाँ भङ्गै झरो। अनि यहाँनिर पनि अलिकति खोस्रेको जस्तो छ। अनि यता कुचिएर यता र कसरी त्यो भित्तामा कि कसले आएर त्यहाँ पल्टायो, मतलब डोजर आएर त्यहाँ पल्टाएछ क्या भन्ने पनि लागिरहेछ। एउटा सखुवाको लाख्रा पनि झारेछ, ऊ माथिको ढुङ्गो हो क्या साथीहरू। अनि अचम्म म सोचमा परिरहेको छु क्या। अनि यस्तो यहाँनिर झरेको ढुङ्गा होइन गयो पर कसरी, ओ माइ गड। अनेक हुँदो रहेछ, अनेक सोचेर पनि दिमागले नभ्याउने खालको के हो के होइन, अनेक हुन्छ क्या साथीहरू। बाँच्न मात्रै पर्छ, अनेक हुन्छ। अहिले माथिबाट यत्रो ढुङ्गा तर फ्वाक्क यहाँ लाग्न पनि सक्छ। त्यस्तै बर्खाको त भरै हुन्न क्या साथीहरू होइन, बर्खाको भरै हुन्न। त्यही साथीहरू मल बोक्ने काम भइरहेछ, हिलो हिलो छ गजक गजक, त्यस्तै चलिरहेछ। अहिले एकछिन छुट्यौँ, एकछिनमा भेटौँ साथीहरू। मैले चाहिँ मल कति बोकेँ, 8 भारी बोकेँ। मतलब आजभोलि त इटीले नै भारी पुगिहाल्छ, 8 जेस बोकेँ। त्यति अलिअलि यसो बिउलाई ढाट्ने हो, मल्ला छु है भन्ने चाहिँ भयो। त्यस कारण बिउ निक्लिन्छ, ननिक्ले गर्ने हाम्रो काम हो। भए हुन्छ, नभए स्याहार्नु त होइन, मर्नु भएन त्यही साथीहरू। अनि हाम्रो चाहिँ बाख्राको मल बोकेपछि चाहिँ नुहाउनु पर्ने हुन्छ, नभए ननुहाउनु नपर्ने भए पनि भोलि पनि के हो लहरा जस्तो लामै जान्छ त। नुहाउनु नपर्ने भए तापनि गर्मीले पसिना पसिना भएपछि नुहाउनु पर्ने हुन्छ। अनि मलसल बोकेर म चाहिँ ओहो यहाँबाट पो हावा चाहिँ क्या रुखहरू हल्लिँदैछ त भनेर यहाँ एकछिन हावा हो, हावा मासतिर गयो, म यहाँ तल भुइँमा के साथीहरू होइन, हावा त ऊ मासतिरबाट आइगयो। रुखको टुपीहरू हल्लिँदैछ पुरै, हावा त्यताबाट आइरहेछ। म चाहिँ यहाँ भुइँमा, मलाई हावाले भेट्दैन होइन। अनि नाम्लो डोरी हँसिया कचिया बोकेर सोतर काट्न आएको क्या साथीहरू म चाहिँ होइन। सोतर काट्ने हो, अनि सुँगुरलाई लाउने हो, अनि चडक्कै नुहाउने हो। अनि फेरि चारो खोज्न जानुपर्छ कि कहाँ जानुपर्छ, जान त पर्ने हुन्छ जहाँ भए पनि होइन। यहाँ चाहिँ हल्का फुल्का हावाले भेट्यो है मलाई, तर घामले पनि भेट्यो फेरि। अनि हेर्नु न मौसम चाहिँ कस्तो छ, डाडिलिक्क घाम लागिरहेछ होइन। ऊ मासतिर पानी आउला जस्तो भएको छ। अनि अहिले पानी पर्नै सक्छ के, पर्नै सक्छ होइन, बा थाली पनि सक्यो के थाहा त्यता मासतिरबाट त। अनि यता चाहिँ फेरि खुल्ला छ मौसम, यस्तो छ होइन साथीहरू। अनि यो सब सोतरहरू यसरी काट्ने हो कि आजभोलि चाहिँ सोतर पनि कलिलो छ नि त साथीहरू होइन, कलिलो सोतर छ। अनि त्यही भएर सोतर त्यो लगाएको एक दिनमै त्यसै त हिलो छ सुँगुरको खोर, त्यही माथि झन् हिलो भइदिन्छ क्या साथीहरू होइन। अनि गाह्रो छ क्या, गाह्रो छ, कम तनाव छ त, कम तनाव छ। त्यही हो, हेर्नु होला है त एकछिन।
साथीहरु भारी पुऱ्याएर हिँडेको गर्मी यति सो त कति गरम छ त साथीहरु अझ चाहिँ कलिलो छ नि त अनि पानीको पोका नै छ पुरै कलिलो अनि चिसो अनि सुँगुरहरुलाई पनि आज लगाइदियो आज किचेर फेरि हिलो बनाउनुहुँदैछन् क्या त्यही यस्तो हो साथीहरु हो त्यो दिउँसो भइसकेको छ क्यामेरा पनि पुस्नु पर्यो दिउँसो भन्दा पनि चर्कै दिउँसो भइसक्यो नि कति बज्यो 3:12 गइसकेछ साथीहरु हैन म चाहिँ बिहान मल बोकेँ अनि सुँगुरलाई सोतर काटेँ अनि आगो के त चारो खोज्नु चारो खोज्दै मैले चाहिँ यति चारो खोजेँ घरमा अलिकति छ त्यसको थप्न पर्यो भनेर आगो अनि मेरो प्लान चाहिँ के छ साथीहरु हैन पानी परेन भने चाहिँ पानी पर्छ कि पर्दैन भने त्यही थाहा छैन पानी परेन भने चाहिँ मैले अलिकति रक्सी बसाउनु पर्यो भनेको कटहरको रक्सी के साथीहरु अस्ति मैले त मर्च हालेको थिएँ नि कटहर त्यसैको रक्सी पार्नु पर्यो भनेको हेर्नु न पानी पर्छ त पर्दैन थाहा छैन मैले फेरि मेरो रक्सी बनाउने ठाउँ चाहिँ बाहिर छ नि त पानी पर्यो भने फेरि गाह्रो हुन्छ भित्र पनि ठाउँ चाहिँ छ तर मलाई सजिलो बाहिर राख्छ नि त भित्र भने चाहिँ पानी बोक्नुपर्छ नि त बोक्दै लग्दै गर्नुपर्छ बाहिर भने चाहिँ बुडुडु पानी जोडेपछि भुरुलु पाइपदेखि डाइरेक्ट चलाउनु पाइन्छ भनेर सजिलोको लागि हो बाहिर भने ठाउँ पनि फरक हुन्छ भनेको खोइ के गर्ने होला घर पुग्छ नि थाहा हुन्छ पानी नपर्ला जस्तो भयो भने मैले रक्सी नि बसाउँछु पर्छ जस्तो भयो भने बसाउँदिनँ अझ लाग्यो त साथीहरु घर अनुहार रातो लागिरह्यो तिम्रो बेलामा यहाँ त टाइम त अक्टोबरको दिनमा त 4 घर जति गरेछ कमले त डेरा बनाउनु रोजगार पाउनु था कमले था खोइ चारो भाउ मैले उठु हटिने मुयाको मर्च हाल्नु भनेर हो के अब कत्रो मर्च हाल्नु त खोइ हैन खानु न त्यो खाएको त तर मैले यस्तै नाश हुँदैछ भन्दा भनेर चाहिँ ल्याएको के हैन त अब मर्च लाउनु मात्र बाँको बिहा है ए हैन अफो अरु लाउनु भो यति लाग्यो यहाँ अलिकति हाल्दै त रक्सी के लि रक्सी अब अर्कोसँग मिसाउनु पर्छ नि कटहर भनेर झाटेपछि कम्ती खान्छ त दे वाङे पे बोला हजुर यस बेला त यता पार्नु आटेको हुन्न ए उ त हुन त म्यामको हजुर यिनीहरू मिसाएर गर्नु ल खसाङको लिको हो ल हो फेरि हेर्नु न गरम हुन्छ म डुङको टाउनै म लिम्पुङ नाल हो ना माछेको दामी ए डक्टरको माछेको ना चाहिँ लिम्पुङ उन बात नहीं ना mana pepinin nai yo gitu na pepinin dia mah kam nai नि घरमा हुँदै चाहिँ छैन भनेको i me busuk ka im biramli yang kue sok na dia mah sama teh halam aku me na mana
Kalau suara kan ku biama miang ni sulta wangian. Kedung sih. Ngana dapat sudah pe. Entar sulta aku dosan ke telur nayang ku. Mabatia. Kuna mencer tane. Jadi ka. Ini latihan hanya di kampung Solo. Gua sama aku. Nong ketan jalan mai. Oh, ini kan yang rete tanding tadi tuh. Bukan. Kita boga ca. Ini sih dia. Ale? Tan. Ah. Buntu ada buntu. Ada kuahnya, ada koksi pengkanta ini. Soalnya yang membarang. Oh, tuna ku dai dueng ana. Mana dia nggak nama lu. Habis ana kita kongkop dia apa berarti? Dong emang ada nggak pernah. Jadi ke baju ku. Mana nak awal orang mana ni. Kau tu ni, kau ni. Ada tak tengah buat kabam now. Iskorok kita kami kau. Ini. Punya macam. Mana dia papa ada. Kalau pun tahu tadi mau pas kita pamit ini. Tadi mana? Oh, ini kalau pun mau nak ada mana? Berapa mana? Amba bu bora bu. Yang mana ni? Kau ini mengalih program nanti sangku. Kau boleh lagi. Mana mana bola si buat ke? Dia lalu macam ni. Bisa ganti tu. Apa nak ini malam? Dalam bunga longa balon. Dah kan hidung yang ini. Itu kan tu nak kita lang. Nanti bukan balon naik sih. Mulai. Tu yang kan. Tahun Ini. Mana? Saya. Nih. Ini. Lu supaya aku kumpul ngajuknya di doa hati ke lalang hai bunyi sih. Ya teraku tu lah bungi ke amlai u. Aku kau orang pengen foto dan gen sih lah kamu nih kan. Salah satu pejuang. Ini media aku banyak kan aku ngatung mah bisa foto apa tu kan. Si balik kan lu nggak boleh kan. Aku di laza nih. Nanti lagi ni. Oh, ya Pak. Kulai ni baik masih mungkin nak bola barang ken pala ya. Barang ken pala ya sama ni. Mana bego Aku ni. Kau ni kalau budak ni lang mak apa dah medan. Oli mau tahu. Oli ini paling banyak kok dibuat. Oh no, Tha ni be. Uya ya to. यहाँ बसेर भिडियो एउटा खिच्दा लु एडमिन यता नमस्ते 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 नि सेवा गुड good boy. लु कता हिँडेको अब Drama? घुम्ने Mana dapat pena tu mana lihat. Apa budak mana apa yo. ए नमस्ते गर्नु फेरि हावा नि फेरि फेरि हावा नि लु हावा खोइ लु हावा Ni nak duduk. हावा गर्नु त यहाँ हावा नि सुने है नानी लड्छ है यहाँ हुँदैन है Bukan nak masuk ni. Hey, सुने hey, don't touch. It will be fall. Okay? त्यसलाई Open मोटा मान्दैन न कुना Betul juga budak koi. ए हौ भोक भन्दा नभन्दिको ठिक हो Siapa dia? ए Ngah tangki ku modal yang ni. यता मेन्डी नि त Birami pe. सन्चो छ के यता सन्त छ अनि मजाले रौछ अब पानी चिसो लाग्छ आछु 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 Hey, don't touch. Don't touch. आछु 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 छु 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 आछु है आछु है आछु Kita cari tin pani. आम्बो Tin pani Roxy. त्यहाँ छ धेर ल त्यो चाहिँ आज नौलो रक्सी भइरहेछ यहाँ कटहरको त्यसको छिपमा गरि जादैछ नि दोरी न भ्याम उनीहरूको दोरी त झरिहाल्छ नि फुदा रहेछ हो चुटिएको त रहेछ टुकुरा मेनमा त अर्को पाछिमा त तर भएको डोरी ल This is bad boy Mr. Edwin Mr. Edwin belongs to Dungga गाउँपालिका वार्ड नम्बर 1 के गर्ने
खन्ना वाटर हिट नाल्ना यही हालौँ यही त्यहाँ छैन चुप्पाइ मुसा दाँत छैन मुसा वाटर नाल्ना लु भयो दत्तान ना दत्तान के हो यो सिधो निस्केको सिधो रे सक्छ हुँ यसले त हुँदैन बिजारीसँग यहाँ त ल यहाँ आमा सेवामा Nangnya भाग्यमानी कान्छा छोरा बुहारी जेठा छोरा यता दाजु यी दाजुको छोरा यता यी फावा यता फावा एडमिन मिस्टर एडमिन राई जम्मै लुगा भिजेको फोनको धनी युट्युबर मिस्टर मिस रेणुका राई उहाँको रक्सी पार्दै हुन्छ यतिखेर म चाहिँ क्यामेराम्यान यतिखेर भाउजूको क्यामेराम्यान क्यामेरा त नभनौँ त सहयोगी हेल्पर यता हाम्रो यी फुच्चे हाई हेलो नमस्ते सेवा सेवा हेर्नु चाहिँ भिजा हावा गर्नु पहिला Muneu, छोरो mune kanta, ne, neu, ne. हेर्ने भए पो नवारी सेवा सेवा खै फेरि सेवा खै सेवा यसरी सेवा देऊ खाले ल एडमिनले सेवा गरेको भयो है एडमिनले सेवा गरेकै भयो रक्सी बन्ने काम भइरहेछ साथीहरू रक्सी चाहिँ बसाइसकेको छु मैले चाहिँ आम्बो गर्मीले भन्नुहुन्छ भने म त पाके जस्तै हुन्छ रातो नरातो हुन्छ मलाई चाहिँ अलिकति गर्मी भयो भने घामले पोल्यो भने त रातो गालो पाकेर कान पनि तातो हुन्छ यस्तो हुन्छ पसिनै पसिना भएर आयो त्यही माथि पनि भागको बसमा बस्दाखेरि त होइन अनि कटहर बिहाइसँग हालिदिएको साथीहरू मैले हेर्दा कस्तो घिनलाग्दो देखिन्छ कि कटहरको यस्तो मर्छ हालेपछि यस्तो कालो हुन्छ चाख्दिएको नि त मैले पनि कटहरको रक्सी पाक्दैछ खानुहुन्छ भने आउनु होला फलफुलको रक्सी आँप भयो भने आँप कटहर कोलाको रक्सी पारिदिन्छु त म त फेरि साथीहरू होइन म त फेरि खतरा यस्तो गाउँघरको ट्यालेन्ट त खतरा हो नि म जस्तो होइन पढाइ चाहिँ खासै पढाएको छैन होला खासै जान्दिनँ होला तर यस्तो गाउँले अर्ग्यानिक अनि यस्तो कुराहरू त म खतरा जानिदिन्छु अरे नि त आफूले फुर्काउनु पर्यो नि त साथीहरू होइन अरू त कसले फुर्काउँछ र होइन जति गरे नि अरूले त कहिले राम्रो गर्यो भन्दैन होइन कहिले राम्रो गर्यो भन्दैन अनि खाना डेली पकायो भए पनि होइन कहिले मिठो पकायो भन्दैन एक दिन नमिठो भयो भने चाहिँ होइन कस्तो हो भन्ने हुन्छ त मान्छेहरू चाहिँ कस्तो हुन्छ भने कहिले राम्रो गरेकोमा कहिले राम्रो गर भन्दैन अनि राम्रो गर्दा एक दिन चाहिँ मिस्टेकली नराम्रो भयो भने त्यही नराम्रो रेड गोट कोट्याएको छ त्यस्तो हुन्छ त अनि त्यही भएर आफ्नो तारिफ खुद आफै गर्ने खुल्लेर अरे नि त साथीहरू त्यही हो यो एउटा सुँगुर छ यो हाँको रड्डी सुँगुर भनेको यही हो काँक्राको बोटहरू सब खाइदियो ऊ के खाँदै हिँड्दैछ पुरै होइन गाई बस्तीले घाँस खानै दिँदैन पुरै घाँसमा टेक्दिएर उफ्रिदिएर हग्दिएर होइन यहाँनिर के भन्नुहुन्छ यसको आतङ्क हेर्नुहुन्छ यस्तो बनाएको छ मेरो फुलको बोट धोक्रो च्यात्ती हो रे यस्तो बनाएर यो फुलको चाहिँ कस्तो हुन्छ भने दाना हुन्छ नि त यस्तो दाना यो दाना खान खोजेको होला क्या यो फुलको यस्तो दाना पोलाउँछ कि तरुल बट पोलाउँछ राम्रो खालको फुल हो हेर्नु न अनि खोर्सानी पुरा खोतलेर यहाँ अनेक छ अनेक रात पऱ्यो हो साथीहरू रात पऱ्यो हेर्नु यो कुखुराहरू पस्दै हेर्नु त के भएको पस्नु पर्दैन अनि यत्तिकै हेर्नु न रात पऱ्यो मैले रक्सी 1 घन्टा पनि उचालेको छुइनँ अरू बेला त म रक्सी पार्ने यत्तिकै ढिलो त्यही माथि पनि आज कस्तो भयो भने हावा चलेको आगै राम्रो बल्न नदिएको क्या साथीहरू
आगो यता मासेर बल्नु पनि घरि उता उडाउँछ घरि यता उडाउँछ अनि त्यस्तै आगै नबलेर बल्नै नदिएर शनि रात पऱ्यो हेर्नु न मैले घान पनि रक्सी चलेको छैन अनि म कस्तो खडुस मान्छे रहेछु त कस्तो ढिलो मान्छे रहेछु त होइन साथीहरू क्या ढिलो त त्यस्तै म रक्सी चाहिँ बेसरी बेसकन आगो लगाएर एकैचोटि छिट्टो छिट्टो पकाउनु चाहिँ मन लाग्दैन कि सानो आगो लगाउने अनि बिस्तारै डढ्दैन त्यही पनि अनि त्यसरी गरेर त्यसरी पकायो भने चाहिँ मिठो पनि हुन्छ भन्ने चाहिँ मेरो धारणा त्यही भएर मैले कति 3 बजे 3:30 बजीदेखि स्टार्ट गरेको लगभग 4 बजीसम्ममा बसाइसकेँ 5-7 कति बज्यो 6:30 भयो होइन 2.5 घन्टा भइसक्यो रक्सी चलेको छैन मतलब उचालेर मैले आधी चाहिँ उ भइसक्यो थाहा पनि सानो छ नि त थाप्ने रक्सी झर्ने आधी काएर ड्रममा हालेको जर्किनमा हालिसकेको छु रक्सी नै झरेन योचोटि आगै मजाले बल्नै दिएन अनि त्यस्तैको साथीहरू होइन तपाईँहरू पनि कटहरको रक्सी खानुहुन्छ भने आउनु होला यति भन्दै मेरो आजको भिडियो हजुरहरूले कस्तो लाग्यो भिडियो अन्तिमसम्म हेरेर माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि भिडियोहरू सकेपछि चाहिँ आफूले जस्तो लाग्छ त्यस्तै आफ्नो मनका हुँदैन के हुन्छ त्यसलाई मनको कुरा मनमा लागेको कुराहरू चाहिँ कमेन्ट बक्समा आएर छोड्न नभुल्नु होला भन्दै म आजको भिडियोबाट बिदा हुन चाहन्छु म फेरि अर्को भिडियो लिएर फेरि पक्कै पनि आउने नै छु त्यतिन्जेलसम्मको लागि चाहिँ नमस्ते बाई बाई धुवा भएर हेर्नु न हरिमुसले